हेलो साथीहरू, आज पनि म राष्ट्रिय परिचय पत्र सम्बन्धी फेरि पनि एउटा सानो जानकारीमूलक भिडियो लिएर आएको छु। कृपया मेरो युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब, शेयर, लाइक, कमेन्ट गरिदिनु होला। तपाईले राष्ट्रिय परिचय पत्र बनाउनु भयो, राष्ट्रिय परिचय पत्र त बनाउनु भयो, तर तपाईले चाहिँ राष्ट्रिय परिचय पत्र जुन बनाउँदाखेरि उहाँले जुन दिनुभएको तपाईले यो यस्तो खालको एउटा पेपर हुन्छ, यस्तो पेपर हरायो हैन। तपाईले अब कसैको 2 वर्ष अगाडि बनाइसकेको हुन्छ, कसैको 6 महिना, कसैको 1.5 वर्ष, 1 वर्ष अगाडि बनाइसक्नु भएको छ भने यस्तो पेपरहरु हजुरले हराउनु भएको छ भने चाहिँ अब कहाँबाट फेरि पनि अर्को राष्ट्रिय परिचय पत्र फेरि बनाउनु पर्ने हो कि अथवा अब फेरि नै फर्म भरेर फेरि फोटो खिच्नु पर्ने हो कि भन्ने सोच्दै हुनुहुन्छ भने त्यस्तो चाहिँ केही गर्नु पर्दैन साथीहरू। तपाईले चाहिँ अब राष्ट्रिय परिचय पत्र यस्तो बनाइसक्नु भएको छ र तपाईले हराएको छ भनेदेखि चाहिँ तपाईले सरल रूपमा राष्ट्रिय परिचय पत्र अनलाइन मार्फत पनि हेर्न सक्नुहुनेछ। त्यो चाहिँ तपाईले चाहिँ अब एउटा क्रोममा गएर जुन फोन चलाइरहनुहुन्छ त्यो फोनमा तपाईको क्रोममा गएर चाहिँ एनआईडी चेक भनेर हान्नु होला। त्यहाँ तपाईले चाहिँ आफ्नो नाम, आफ्नो जन्म मिति र आफ्नो नागरिकता लिएको जारी मिति राखिदिनु होला। त्यसपछि क्याप्चा राखेर चाहिँ हजुरले चाहिँ सर्च गर्नु होला। यो गरिसकेपछि हजुरको राष्ट्रिय परिचय पत्रको फोटो सहितको प्रिन्ट सर्लक्क अगाडि आउनेछ र त्यसलाई तपाईले प्रिन्ट गरेर पनि राख्न सक्नुहुन्छ है। यदि तपाईले अब राष्ट्रिय परिचय पत्रको कार्डै लिइसक्नु भएको छ भने त त्यो केही फरक परेन हैन साथीहरू। तपाईले त्यो कार्ड पनि हराउनु भएको छ भने चाहिँ त्यो प्रिन्ट लिएर फेरि पनि तपाईले जहाँबाट लिनु भएको हो त्यही ठाउँमा गएर चाहिँ हजुरले सानो एउटा फर्म भरेर चाहिँ फेरि एउटा परिचय पत्रको चाहिँ प्रथम प्रतिलिपि त्यहाँ आफ्नै ठाउँ जहाँबाट बनाउनु भएको छ त्यहीँबाट फेरि पनि लिन सक्नुहुन्छ है साथीहरू। अब तपाईहरुको चाहिँ राष्ट्रिय परिचय पत्र बनाइसक्नु भएको छ तर त्यसमा तपाईको नम्बर छैन। त्यो नम्बर नभएको खण्डमा पनि कहिलेकाहीँ अफलाइन फर्म भएको भएर चाहिँ तपाईहरुको त्यसमा फर्ममा नम्बर आएको हुँदैन। फेरि पनि हजुरले चाहिँ अब क्रोममा गएर चाहिँ तपाईले एनआईडी चेक भनेर चाहिँ हजुरले आफ्नो नाम, आफ्नो जन्म मिति र आफ्नो जारी मिति राखेर चाहिँ क्याप्चा राखेर तपाईले सर्च गर्नुभयो भने फेरि पनि तपाईको त्यो परिचय पत्रको चाहिँ अगाडिको फोटो सहितको प्रिन्ट आउनेछ र वहाँ त्यो लिएर चाहिँ हजुरले राष्ट्रिय परिचय पत्रको कार्ड लिन सक्नुहुन्छ। जो तपाईले जहाँबाट बनाउनु भएको छ त्यही ठाउँमा गएर चाहिँ राष्ट्रिय परिचय पत्रको कार्ड लिन सक्नुहुन्छ। यदि तपाईको अनलाइनमा चाहिँ देखाउँदैन अथवा नट फाउन्ड भन्छ यस्तो भन्छ भने चाहिँ हजुरले तुरुन्त आफ्नो जिल्ला प्रशासनमा गएर अथवा नागरिक निधिमा आएर हजुरले फेरि पनि एउटा फर्म भरेर चाहिँ राष्ट्रिय परिचय पत्र बनाउन सक्नुहुन्छ। थ्यांक यू।